जाउँ। काकुको भाइ तिमी अहिले बाबाले बजार गएको अरे। नानु यता हेर बाबा, यता हेर न, टाटा गरिदेऊ। टाटा। हामी चाहिँ जाँदैछौँ आज मेला। मम्मी, म, नानी 3 जना गएको। यो मेला चाहिँ हाम्रो यहाँ जहिले पनि वैशाख महिनामा लाग्छ, त्यही भएर वैशाखी मेला भन्छ। आमा छोरा सेम ब्ल्याक कलरको टी-सर्ट है। हामी कहाँ गएको? हामी मेला घुम्नु जाँदैछु है। यहाँ छ आइपुग्यौँ हामी मेलामा। त्यहाँबाट चाहिँ मैले टिकटहरू काटेँ। टिकट काटेर चाहिँ एन्ट्री गरेँ। यो मेला चाहिँ सकिनु आँटेको थियो, त्यही भएर चाहिँ एन्ट्री गर्दा चाहिँ एकदम मान्छे थिएन, फाका हो। तर नानी लिएर चाहिँ सजिलो भयो। अब भिड भडक्का भएको भए चाहिँ नानी लिएर अलिक अप्ठ्यारो हुन्थ्यो। अन्त यहाँ भाँडाकुँडाहरू यसो हेर्दै थिएँ। उसले नदेखेर अत्तालेर मामा तन्केको रहेछ। अन्त मम्मीले बोकेर देखाइदिनु भयो। खुसी भएर यो त्यो भन्दै एकदम अम्लीले रोज्दै हेर्दै थियो। सानो हुनु पनि पिरे हो। तन्की हेर्दै थियो। मेरो छोरा हेर्नु अचम्म परेर हेर्दैछ के चाहिँ भएको भनेर। रोटी पिङ घुम्दैछ, हात पनि नपक्रिकन दादा भएर हिँड्दैछ। यो लाइनमा चाहिँ सबै खानेकुरोहरू रहेछ, अनि खेल्ने चिजहरू रहेछ, राइड गर्ने चिजहरू। यता चाहिँ सबै लट्रीहरू रहेछ। अनि मेरो छोरा र माम चाहिँ दादा भएर हिँड्दैछ। यहाँ पुच्काहरू रहेछ, चाटहरू रहेछ। यहाँ सबै लाइनमा चाहिँ खानेकुरोहरू रहेछ। अचम्म परेर चाहिँ उसले रोटी पिङ घुमेको हेर्दैछ। फर्स्ट टाइम देख्नु त देखेको थिएन नि त जन्मेकोबाट नि भाइ। यता हेर त आइसला। यहाँ चाहिँ मम्मीलाई एकदम मेरो नानीले दङ्गाउँदैछ बोक भनेर। किन भन्दाखेरि चाहिँ यतापट्टि लट्रीको स्टल रहेछ, त्यहाँ चाहिँ साइकल राखिरहेको छ सानो। उसलाई त्यो साइकल मन परेछ क्या हो। बोकेर चाहिँ उतापट्टि देखाएको साइकलमा। अब उसले किन्दै भनेको किन के हो। त्यहाँदेखि मम्मीले यहाँ भुल्लाउँदै यो चक्लेटहरू मिठाईहरू पाउने दोकानमा लिएर आएर अन्त उसलाई त्यो साइकल भएको मिठाई देखायो। अन्त त्यसमा ऊ भुल्यो, त्यो किनिदिनु भयो। त्यहाँबाट अझै एउटा पनि मिठाई किनिदिनु भयो। 2टा मिठाई पाएर चाहिँ ऊ एकदम खुसी। नानीहरूलाई भुलाउनु चाहिँ सजिलो छ। त्यहाँबाट उसको चाहिँ यो फेरि फेभरेट हो नि त। जहाँ पनि जान्छ यो बबल फुलाउने चाहिँ एकदम उसलाई किन्नै पर्छ। आफै रोज्छ, हामीले किन्दैन भने पनि उसले एकदम देखाइहाल्छ। त्यहाँबाट यो उसलाई यो मन पर्यो अरे गदा। त्यहाँदेखि चाहिँ खानेकुरोमा आयौँ। खानेकुरो जग्गामा आएर चाहिँ हामीले यो नयाँ डिस रहेछ, के रहेछ यत्रो गोलो त्यो के भन्छ डोनट जस्तो, तर सानो साइजको के अरे ससहरू अचारहरू के हालेर दिँदो रहेछ। हल्का गुलियो हुँदो रहेछ। खाएको त मिठो लाग्यो। अन्त मम्मीलाई पहिला टेस्ट गर्नु लगाएँ, कस्तो लाग्यो मम्मी भनेको त मिठो लाग्यो भन्नुभयो। अन्त यो फेरि अब आलुको फ्राई एकदम फेमस अहिले है, चल्ती। अन्त मैले चाहिँ खाएको थिइनँ कहिले पनि।
फर्स्ट टाइम ट्राई गर्नु पर्यो भनेर खाएको। अब त्यो आलु नर्मल फ्राई त हो, घरमा फ्राई गरेको जस्तो, तर दिँदाखेरि चाहिँ त्यो के ससहरू मियोनिजहरू अन्त के मसला टसला हालेर दिँदो रहेछ। सबै मिठो लाग्यो, तर त्यो एउटा कुनै कस्तो सस हालिदिएको थियो कि त्यो गनाएकोले नै मन परेन। लास्टमा त्यसले टेस्टै बिगारिदियो, मनै परेन। त्यहाँदेखि हामी मेलाबाट बाहिर निस्क्यौँ। बाहिर निस्किँदाखेरि चाहिँ यहाँ नानीहरूलाई खेलाउने गाडी रहेछ। अन्त मेरो नानीलाई चाहिँ चढाएर एक राउन्ड घुमाइदिनु पर्यो भनेर सोचेर चाहिँ मानेको थिएन चढ्नु। जबरजस्ती चढाएँ, भुल्लाएर चढाइदिएँ। त्यहाँबाट बस्नु त बसेँ नि, तर ऊ मामको हात छोडेको छैन। मामलाई पक्री भनेर भनेको। त्यहाँबाट बल्ल भुल्लाइहोरी चाहिँ मामको हात छोड्नु लगाएँ। ऊ हल्का एक राउन्ड घुम्दा नघुम्दा म यताबाट भिडियो गर्दै गरेको देखेर त फेरि मेरो हात समात्नु खोजेर मलाई आइजा भनेर हो रुएर एकछिन त रुयो। त्यहाँदेखि फेरि म छेउमा गएर स्ट्रिङहरू चलाइदिएको जस्तो गरेर चाहिँ भुल्लाइदिएको थिएँ। त्यहाँबाट चाहिँ मजाले घुम्यो, उसको मन भुलिएछ, मजाले घुम्यो। यो चिज चाहिँ एकदम मन पर्यो मलाई मेलामा। अरू केही मन नपरेन कि नानीलाई चाहिँ घुमाउनु पाएँ यसरी, राम्रो लाग्यो। हुन्छ त, मेरो मेलाको मिनी ब्लग म आज यहीँ समाप्त गर्न जाँदैछु। बाई बाई।